सबैजनालाई नमस्कार मेरो ब्लगमा। अनि आज म चाहिँ आएको छु रिजेन्ट कलेज लन्डन है, साउथ हलको। यस्तो रहेको छ यताको कलेज, यस्तो हुन्छ हेर्नु, सानोकै यति हो यार, के भन्नु। यही हो। अनि यस्तै आज ट्याक्क यताबाट जाने ठाउँ छ, त्यहाँको रिजेन्ट कलेज। यहाँ बिल्डिङहरू रहेको छ। अनि यहाँ सुपर मार्केट, अनि यस्तै गरेर के भनौँ, यस्तो गरेर अरू त भनौँ होइन। गाइज अब म चाहिँ यतातिर आएको छु। यस्तै हो, कपाल काटेर कस्तो देखिरहेको छ है गाइज। यहाँ बाटोतिर सर घुम्न गइरहेको छु साथीहरू। म चाहिँ अब ट्याक्क यतातिर चाहिँ यस्तो गर्नुपर्छ है, ट्याक्क यहाँ वेट गर्नुपर्छ। यो वाके आज त हामी भ्लग ट्याक्क लाएर बनाउनु पर्यो ल भनेर म सोचिरहेको थिएँ। बिहानदेखि ट्याक्क अहिले साँझ भएपछि ट्याक्क बज्यो है। अनि यस्तो हुन्छ साउथ लन्डनमा। मैले भन्न चाहन्छु धेरै कुराहरू। यस्तो रहेको छ। अनि यो जग्गा काठमाडौँ जोन साथीहरू। अनि ट्याक्क यस्तरी भ्लग समातेर हिँड्दाखेरि पनि बवाल जस्तो लाग्छ, लाजै नमानिकन हिँड्दैन के समातेर हिँडे जस्तो लाग्छ नि त, त्यस्तो हुँदैन। कस्तो छ हजुरहरूको खबर? त्यस्तो छ तर यहाँ पोहोर गरेर यस्तो भइरहेन। फेरि मैले त्यो वेस्ट साइड देखायो, वेस्ट साइड मात्र त्यस्तो भन्ने कुरा हुन्छ नि, त्यस्तो चाहिँ होइन है। क्लिन हुन्छ। तपाईँको कस्तो आज फोहोर गरिरहेको कि फोहोर देखिरहेको छु कि इन्डियनहरू बस्ने भएर फेरि यहाँ फेरि इन्डियनको कुरा हुन्छ है, त्यो पनि भन्न खोजेँ होइन। डरायो भनेर पनि होइन कि फोटो चाहिँ के भनेर फेरि इन्डियनै बस्नु भएर हो यो। कहिले बस्नु थाहा त यार, नेपालीको झन् कस्तो हुन्छ, झन् इन्डियन त झन् खतम भयो। जनकपुर हुन्छ थाहा त मलाई यस्तो कुराहरू कस्तो हुन्छ। अब यत्तिकै है गाइज, हिँडिरहेको छु सर लाएर। अनि हजुर के छ खबर भन्नु सुनाउनुहोस्।